नमस्कार, म डाक्टर आचार्य प्रकाश, योगिक साइन्समा एमएससी र ध्यानको विषयमा पिएचडी गरेको हुँ। धेरै साथीहरूको यो गुनासो छ कि तपाईले एउटा सिरिजमा मलाई बिगिनिङ लेभलदेखि एडभान्स लेभलसम्म भिडियो बनाइदिनुस्। यो धेरै मैले सुन्दै आएको छु। मैले यहाँलाई यस्तो सिरिज पस्किँदैछु जो एकदमै बिगिनर, कहिल्यै योग नगरेको मान्छेले गर्न सक्नेदेखि लिएर बिस्तारै हरेक पटकको लेभललाई थोरै अपग्रेड गर्दै एडभान्स सिरिजसम्म, बिगिनिङदेखि एडभान्स सिरिजसम्म सबै सिक्वेन्समा मैले यहाँहरूलाई योग आसन दिन जाँदैछु। यहाँहरूले प्रत्येक सिरिजलाई नछुटाइकनै राम्रोसँग अभ्यास गर्नुहोला, राम्रोसँग हेर्नुहोला र मलाई यसको विषयमा साथ, सहयोग र फिडब्याक दिनुहोला। आज म एकदमै बिगिनरले, कहिले योग नै नसुनेको मान्छेले कस्ता कस्ता किसिमको अभ्यास गर्नुपर्छ र थोरै योग भनेको के हो त्यसलाई समेत मैले जोडेर यहाँहरूलाई करिब 20-22 वटा एकदमै सरल हाम्रो जोइन्ट एक्सर्साइजहरू, एन्टी रुमेटिक पोस्चर्सहरू लिएर आएको छु। सबैभन्दा पहिला जो बिगिनर हुनुहुन्छ उहाँहरूले यो कुरा बुझ्नुपर्छ कि योग के हो। योग आफैमा जोड हो। शरीरलाई मनसँग जोड्ने, मनलाई भावनासँग जोड्ने, भावनालाई चेतनासँग जोड्ने, चेतनालाई परम चेतनासँग जोड्ने, परमात्मासँग जोड्ने। तर हामीले सुरुवात कहाँबाट गर्नुपर्छ? शरीर र मनको जोडबाट सुरुवात गर्नुपर्छ। त्यसको लागि उत्कृष्ट उपाय भनेको योगासन हो। योगका धेरै आयामहरू छन्। आसन छ, प्राणायाम छ, ध्यान छ, डिटक्स छ, चेन्टिङ छ, रिल्याक्सेसन छ, एनाटोमी छ, थेरापी छ, धेरै डाइमेन्सन छन्। मैले त्यो मध्ये योगासन जो स्वास्थ्य रक्षा गर्नको लागि, जसलाई कुनै समस्या नै छैन, त्यस्तो सिरिज यहाँलाई सिकाउन जानेछु। यसरी शरीरलाई मनसँग जोड्नको लागि उत्कृष्ट विधाका रूपमा आसन लिन सकिन्छ। त्यसैले यो आसन फिजिकल एन्टिटी मात्रै होइन, फिजिकल प्र्याक्टिस मात्रै होइन, शारीरिक अभ्यास मात्रै होइन, यो शरीरलाई मनसँग जोड्ने उत्कृष्ट साधन हो, उत्कृष्ट उपाय हो। त्यसैले हामी प्रत्येक योगासन खुब ध्यानपूर्वक हाम्रो शरीर कहाँ खिचिएको छ, कुन मसलमा कस्तो प्रभाव परेको छ, कुन जोइन्टमा कस्तो प्रभाव परेको छ, हाम्रो सास प्रश्वासले कस्तो प्रभाव परेको छ, हाम्रो कुन चक्रमा बढी प्रभाव परेको छ, यो सबै कुरालाई निरीक्षण गरेर हामी एकदमै होसपूर्वक भएर योगासन गर्छौँ। मैले यहाँहरूलाई आज एन्टी रुमेटिक पोस्चर्स, सूक्ष्म व्यायाम पनि भनिन्छ, जुन एकदमै बेसिक लेभलबाट सिकाउन जानेछु। यो प्रत्येक एपिसोडसँगै हामी अपग्रेड गर्दै जान्छौँ, एडभान्स लेभलमा जाँदै गर्छौँ। त्यसैले यहाँहरूले प्रत्येक एपिसोडलाई ध्यानपूर्वक हेर्नुहोला। सबैभन्दा पहिलो आसन हो दण्ड आसन। यो एकदमै पपुलर आसन दण्ड। दण्ड भनेको स्ट्रेट स्टिक, एउटा सिधा लौरो, जुन एन्सेन्ट टाइममा, प्राचीन समयमा कसैलाई सजाय दिनको लागि प्रयोग गरिन्थ्यो। त्यस्तै गरी हाम्रो शरीरलाई पनि, हाम्रो खुट्टाको भागलाई पनि यसरी दण्ड जस्तै गरी सिधा पारेर हामी यसरी राख्छौँ। हातको अलाइनमेन्टलाई हामी ख्याल गर्छौँ। थोरै हिपको नजिक ल्याएर औँलालाई पछाडि फर्काएर यसरी छातीलाई थोरै माथि खिचेर हाम्रा सोल्डरको भागहरूलाई कानबाट टाढा खिचेर यसरी शान्तसँग बस्छौँ। यसलाई भनिन्छ दण्डासन। दण्डासनका विभिन्न मोडिफिकेसनहरू छन्। यसरी फिङ्गर्सलाई आफूतिर खिचेर पनि गर्न सकिन्छ यसरी। तर तपाईँहरूले यसरी छाती खुम्च्याउनु भएन। छाती खुम्च्याउन साथ नै के हुन्छ, हाम्रो कम्मर पनि खुम्चिन्छ, जसले गर्दाखेरि हाम्रो ऊर्जा बग्न पाउँदैन। यसरी कम्मरलाई सिधा गर्ने। जब हामी कम्मरलाई यसरी सिधा गर्छौँ, हामी पर्याप्त मात्रामा सास लिन पाउँछौँ।
यसरी सास पुरा भित्र लिँदै यसरी सिधा परेर बस्नुहोस्, गरेर लामो सास लिनुहोस्। यो दोस्रो मोडिफिकेसन भयो। तेस्रो मोडिफिकेसन, हातलाई यसरी टक्क हिपको दायाँ बायाँ राखेर स्पाइनलाई स्ट्रेट राख्ने, नेक र स्पाइनलाई सेम लाइनमा राख्ने, खुट्टालाई सिधा राख्ने, खुट्टाको औँलाई सिलिङतिर फर्काउने, घुँडालाई नखुम्च्याउने, यसरी शान्तसँग बस्ने। जसलाई रिस्टमा प्रब्लम छ उहाँले यसरी बस्न पनि गाह्रो हुन्छ, अब घुँडामाथि राखेर यसरी बस्ने। यो पनि एउटा दण्डासनकै अभ्यास हो। दण्डासनलाई हठयोगमा प्रारम्भिक स्थिति पनि भनिन्छ, जहाँबाट योगासन प्रारम्भ हुन्छ। त्यसैले दण्डासनको धेरै महत्त्व छ। यदि टक्क लाएर यसरी दण्डासनमा 2 मिनट शान्त बस्न सक्नुभयो भने तपाईँको मनको जुन राजसिक गुण छ, चञ्चलपन छ, त्यो हराउँछ। दण्डासनले तपाईँको मन तथा शरीरलाई तयार गर्छ। जसलाई रिस्टको प्रब्लम छ उहाँहरूले यो अभ्यासलाई नगरेर यो अभ्यास गर्न सक्नुहुन्छ। अझै दण्डासनको चाहिँ एडभान्स फर्ममा त हामी पुरै शरीरलाई उचाल्न पनि सक्छौँ। यसरी हत्केलालाई हिपको दायाँ बायाँ राखेर पुरै शरीरलाई माथि उठाउन पनि सक्छौँ। तर म यहाँहरूलाई एकदमै बेसिक लेभलबाट सिकाउन जानेछु, त्यसैले आज त्यो उचाल्ने अभ्यास गरिँदैन। अब यसपछिको अर्को अभ्यास हो पादङ्गुली नमन आसना। धेरै टिचरलाई चाहिँ के हुन्छ भने गर्न त गरिरहेको हुन्छ, नाम नै थाहा हुँदैन। हेर्नुहोस् त कति विडम्बना, के गरेछ भन्ने कुरो नै थाहा छैन। म तपाईँलाई यस्तो बेसिक लेभलबाट सबैको नाम, बेनिफिट, कन्ट्राइन्डिकेसन, अवेरनेस सबै कुरा बताउँछु। त्यसैले यो सिरिजलाई अन्तिमसम्म नछुटाउनु होला। पाद भनेको खुट्टा, अङ्गुली भनेको खुट्टाका औँलाहरू। नमन शब्द यहाँ बेन्डिङको लागि राखिएको छ। पादङ्गुली नमन आसना, के अरे नाम? पादङ्गुली नमन आसना। यसरी ठक्क बसेर दण्डासनमा बसेर यसरी खुट्टाका औँलाहरूलाई हामी पुरै खुम्च्याउँछौँ। गरेर लामो सास लिँदै खुट्टाका औँलालाई खुम्च्याउने, सासलाई भित्र रोक्ने, बिस्तारै छोड्ने। गरेर लामो सास लिने, खुट्टाका पुरै औँलालाई खुम्च्याउने, छातीलाई थोरै माथि खिच्ने, सासलाई भित्र रोक्ने, बिस्तारै खुट्टाका औँलालाई छोडिदिने। पुनः एकपटक गर्छौँ। गरेर लामो सास लिँदै पुरै खुट्टाका औँलालाई खुम्च्याउँछौँ, सासलाई भित्र रोक्छौँ, पुरै सास रोक्ने। तपाईँले जति सक्यो लामो सास रोक्न सक्नुहुन्छ, तर मुटु रोगीहरूले, श्वास प्रश्वासको रोगीले धेरै जबरजस्ती गरेर सास नरोक्नुहोस्, अथवा रोक्दै नरोकिकन पनि अभ्यास गर्न सक्नुहुन्छ। बिस्तारै रिलिज। यसलाई भनिन्छ पादङ्गुली नमन आसना। अब यसपछि गुल्फ नमन आसना। गुल्फ भनेको हाम्रो एङ्कल जोइन्ट। कसरी गर्ने त? पुरै यसरी एङ्कल जोइन्टलाई अगाडि खिच्ने, पुरै गरेर लामो सास नै पुरै आँखुतिर खिच्ने। गुल्फ नमन आसना। सासलाई भित्र रोक्ने। जब खुट्टाको औँलालाई आँखुतिर खिचिन्छ, सासलाई भित्र रोक्ने, सास छोड्दै पुरै अगाडितिर पुरै खिच्ने, सास लिँदै पुरै आँखुतिर खिच्ने, पुरै खिच्दै जाने, सास लिँदै आँखुतिर खिच्दै जाने, थाईका मांसपेशीलाई, काफ मसल्सका मांसपेशीलाई कसिलो बनाउने, सास छोड्दै पुरै अगाडि। गुल्फ नमन आसना। पुरै सास लिँदै पुरै आँखुतिर खिच्ने, सास छोड्दै पुरै अगाडितिर खिच्ने, पुरै सास लिँदै आँखुतिर खिच्ने, सास भित्र रोक्ने, सास छोड्दै अगाडितिर खिच्ने। अब हामी यो अभ्यासपछि गुल्फ चालन आसना। गुल्फ चालन आसना यसरी दुवै खुट्टालाई फैलाउने। फैलाइसकेपछि के गर्ने? खुट्टाका औँलाहरूलाई भित्रतिर खिच्ने, यसरी मजासँग सासलाई भित्र लिँदै
सास छोड्दै पुरै खुट्टाका औँलालाई बाहिरतिर। हेर्नुहोस् त, यसले पुरै खुट्टाका मांसपेशीहरूलाई खुलाउँछ, तपाईँको नी तथा हिपको मुभमेन्टलाई बढाउँछ, जसले गर्दाखेरि इन्जरी हुन दिँदैन। गएर लामो सासले बिस्तारै औँलालाई भित्रतिर खिच्ने, सास छोड्दै बाहिरतिर। यसको नाम हो गुल्फ चालन आसना। पुरै सासले पुरै भित्रतिर औँलालाई आफूतिर खिच्ने, भित्रतिर खिच्ने, सास छोड्दै बाहिरतिर, यसरी। अब यो गुल्फ चालनपछि हामी गुल्फ चक्रासन गर्छौँ। हातलाई थोरै गाह्रो भयो भने यसरी बिस्तारै थोरै हल्लाउँ, खुट्टालाई थोरै हल्लाउँ र फेरि हातलाई मिलाएर राखौँ। अहिले म औँलालाई आफूतिर खिचेको छु। अब हामी गुल्फ चक्रासन गर्छौँ। गुल्फ चक्रासन यसरी दुवै खुट्टालाई जोड्ने र पुरै चक्र आकारमा चारैतिर घुमाउने। हेर्दा एकदमै सरल लाग्ने अभ्यास, तर यसले हाम्रो सम्पूर्ण खुट्टामा जोडिएका नसनाडीहरूलाई सक्रिय पारिदिन्छ। कम्मरको समस्या आउन दिँदैन, घुँडाको समस्या आउन दिँदैन र धेरै हाम्रो नसाहरूसँग जोडिएको हुँदाखेरि यसले समग्र शरीरलाई प्रभाव पार्छ। हाम्रो नसाको अन्तिम हिस्साहरू हात खुट्टाको अन्तिम भागमा गएर जोडिएका हुन्छन्, जसले नपत्याउँदो तरिकाले हिल गरेको हुन्छ। यसरी पुरै सास लिँदै छोड्दै, जब औँला आफूतिर आउँछ सास लिने, बाहिर जान्छ सास छोड्ने, बिस्तारै सास लिने, सास छोड्ने, सास लिने, सास छोड्ने, सास लिने, सास छोड्ने, यसरी मजासँग गर्ने। यसकै मोडिफिकेसन, जुन गुल्फ चक्रासनको मोडिफिकेसन, यसरी पुरै खुट्टालाई करिब सोल्डर डिस्टेन्समा राख्ने र चारैतिर घुमाउने। हेर्नुहोस् त, भित्रबाट 5 पटकसम्म गएर लामो सास लिँदै 1 2 3 4 5। अब बाहिरबाट 1 2 3 4 5। अब यसपछि हामी गुल्फ चक्रासन पछि गुल्फ घूर्णन आसना, यानी कि यसरी खुट्टालाई सिधा राखेर बस्ने र बायाँ खुट्टालाई खुम्च्याएर थाईमा लिएर आउने र एङ्कलको भागलाई थोरै थाईको बाहिरपट्टि पारेर खुट्टाको औँलालाई यसरी हातले टक्क समाएर चारैतिर घुमाइदिने। हेर्नुहोस् त, तपाईँको थकानहरू सबै मेटिन्छन्। पहिला हामीले गरेको जुन राउन्ड छ त्योभन्दा ठुलो राउन्ड बनाउँछ, जसले गर्दाखेरि एङ्कलको जुन इन्जरीहरू छ त्यो आउन दिँदैन। हेर्नुहोस् त, मजा आउँछ। जब थकित हुनुहुन्छ, धेरै लामो ट्राभलिङ गर्नुहुन्छ, यो अभ्यास गर्नुहोस्, गुल्फ घूर्णन आसना। यसले तपाईँ तत्कालै ताजगी दिन्छ। जसको बारम्बार काफ मसल्समा क्र्याम्प आउँछ, खुट्टामा क्र्याम्प आउँछ, उहाँले पनि यो अभ्यास गर्नुहोस्, जसले गर्दाखेरि त्यस्ता क्र्याम्पिङहरू आउँदैनन्। गुल्फ घूर्णन आसनापछि जानु नमन आसना। जानु भनेको घुँडा, नमन भनेको यहाँ बेन्डिङ गर्नु भन्ने अर्थमा भनिएको छ। घुँडालाई बेन्ड गर्ने। कसरी गर्ने? दाहिने खुट्टालाई खुम्च्याउने, दुवै हातका औँलालाई एक आपसमा यसरी इन्टरलक गरेर बिस्तारै सास छोड्दै छातीमा खिच्ने, सास लिँदै पुरै खुट्टालाई आफूतिर, खुट्टाका औँलालाई आफूतिर खिच्ने, खुट्टालाई सिधा पार्ने, यसरी टक्क लाएर सास छोड्दै पुरै खिच्ने, सास लिँदै पुरै खुट्टाका औँलालाई आफूतिर खिच्ने, सास छोड्दै पुरै खिच्ने, सास लिँदै पुरै यसरी औँलाहरूलाई आफूतिर खिच्ने। यो सिधा खुट्टालाई सिधै राख्ने, सिधा खुट्टाको औँलालाई माथितिर फर्काउने। अब हामीले यसरी हातलाई यसरी सिनबोनमा पनि राख्न सक्छौँ। सास छोड्दै पुरै प्रेस गर्ने, गएर लामो सासलाई बाहिर छोडेर बाहिर रोक्ने, कम्मर गर्दन सिधा गर्ने, दृष्टि बुढी औँलाको माथिल्लो भागमा राख्ने, सासलाई जति सक्यो बाहिर रोकेर राख्ने र बिस्तारै छोडिदिने। यस्तै गरी अझै एकपटक गएर लामो सास छोड्दै पुरै छातीमा प्रेस गरौँ, पुरै छातीमा प्रेस गरौँ, सास छोड्दै
बिस्तारै छोडिदिने। अब हामी अर्को खुट्टाबाट पनि गर्छौँ। यसरी तिघ्राको मुनि राखेर सास छोड्दै पुरै छातीमा प्रेस गर्ने। सास लिँदै औँलाहरूलाई आफूतिर खिच्ने। सास छोड्दै छातीमा प्रेस गर्ने। सास लिँदै खुट्टालाई सिधा गर्ने। सास छोड्दै पुरै प्रेस गर्ने। अझै प्रेस गर्ने। सास लिँदै खुट्टालाई सिधा गर्ने। सास छोड्दै पुरै प्रेस गर्ने। बिस्तारै बिसाउने। अब के गर्ने? हातलाई यसरी सिनबोनमा राखेर पुरै सास छोड्दै पुरै प्रेस गर्ने। सासलाई बाहिर रोकेर राख्ने, कम्मरलाई सिधा राख्ने, पेट तथा छातीलाई इन्गेज गर्ने। बिस्तारै सास छोड्दै रिल्याक्स। पुनः सास छोड्दै पुरै छातीमै प्रेस गरौँ। कम्मरलाई सिधा गरौँ। कम्मरको तल्लो हिस्सा खिचिनुपर्छ। खुट्टाको औँला आफूतिर खिचिनुपर्छ। गर्दन सिधा हुनुपर्छ। सासलाई पुरै बाहिर रोक्छौँ। बिस्तारै सास लिँदै रिल्याक्स। हेर्नुहोस् त कति आनन्द आउँछ। अब हामी जानु नमन आसनपछि जानु चक्रासन गर्न जानेछौँ। जानु भनेको घुँडा, चक्र भनेको रोटेसन। घुँडालाई रोटेसन गर्ने। कसरी गर्ने? दाहिने खुट्टालाई खुम्च्याउने, दुवै हातका औँलालाई यसरी तिघ्राको मुनि राख्ने र बिस्तारै घुँडालाई जति सक्यो घुमाइदिने। ठुलो राउन्ड बनाउने। सास लिँदै सास छोड्दै, सास लिँदै सास छोड्दै, सास लिँदै सास छोड्दै। अर्को तर्फबाट पनि सास लिँदै सास छोड्दै, सास लिँदै सास छोड्दै, सास लिँदै सास छोड्दै। पुरै घुँडालाई ठुलोभन्दा ठुलो चक्र बनाउनुहोस्। बिस्तारै विश्राम। अब हामी अर्को तर्फबाट गर्छौँ। एउटा लामो सास लिँदै खुट्टालाई माथि गर्ने, घुँडाले ठुलो चक्र बनाउने। सास लिँदै सास छोड्दै, सास लिँदै सास छोड्दै, सास लिँदै सास छोड्दै। अब अर्को तर्फबाट पनि 5 पटकसम्म 1 2 3 यसो गर्दा कम्मरलाई सिधा गर्नुहोस्। 4 5 बिस्तारै बिसाउँ। अब यसरी घुँडालाई खुलाइसकेपछि हामी बिस्तारै हिपको भागलाई पनि खुलाउँदैछौँ। हातलाई पछाडि राखेर दण्डासनमा बस्नुहोस्। अब दाहिने खुट्टालाई थोरै बायाँ खुट्टाको टाढा फोल्ड गरेर राख्नुहोस्। यसरी खुम्च्याएर राख्नुहोस्। अझै बायाँ खुट्टालाई अझै टाढा राख्न सक्नुहुन्छ। हेर्नुहोस् है, एकदमै उत्कृष्ट अभ्यास छ हिपलाई खुलाउने, जसलाई श्रोणी चालन आसन भनिन्छ। यसरी पुरै हिपको भागलाई पुरै खिच्दिने। अब बिस्तारै सास लिँदै फेरि आफूतिरै घुँडालाई आफूतिरै खिच्ने। हिपको भाग मजासँग खिचिन्छ। यसरी पुरै घुँडाले जमिनमै छोड्ने प्रयत्न गर्ने। बिस्तारै सास लिँदै सास छोड्दै बिस्तारै खुट्टा भएतिर सास लिँदै पुरै बाहिरतिर खिच्ने। यो तिघ्राको भागलाई, यो पिडौलाको भागलाई जमिनमै दबाउने, हिपको भागलाई पनि जमिनमै दबाउने। यसरी पुरै जमिनमा छोड्ने प्रयत्न गर्ने। सास लिने, फेरि सास छोड्दै, सास लिँदै माथि आउँछौँ, सास छोड्दै। यसरी 5 पटकसम्म दाहिनेतर्फबाट र फेरि अर्को 5 पटक बायाँ तर्फबाट। हेर्नुहोस् है, अब के गरेँ मैले? दायाँ खुट्टालाई सिधा गरेँ, बायाँ खुट्टालाई दायाँको टाढा राखेँ। यसरी राखिसकेपछि बिस्तारै घुँडालाई जमिनमा छुने प्रयत्न गरेँ अनि फेरि बाहिरतिर यसरी पुरै खिचेँ। सास लिँदै घुँडालाई माथि, सास छोड्दै तल, सास लिँदै माथि, सास छोड्दै तल। यो तिघ्रालाई तथा हिपलाई जमिनमा यसरी सास लिँदै माथि, सास छोड्दै जमिनमा, सास लिँदै माथि, सास छोड्दै जमिनमा। यसो गर्दाखेरि साह्रै मजा आउँछ। अब हामी के गर्छौँ? दुवै खुट्टालाई खुम्च्याउँछौँ। खुम्चिसकेपछि खुट्टालाई थोरै फैलाउँछौँ। फैलाएर हेर्नुहोस् त, एउटा खुट्टाको पैतला अर्को खुट्टाको घुँडामा जान्छ, दुवै घुँडालाई जमिनमा। यसरी पछाडिबाट हाम्रो काँधको माथिबाट पछाडि हेर्ने, मजासँग खिच्ने, पुरै कम्मरको हिस्साहरूलाई खिच्ने।
सास लिने, यसरी सास छोड्दै पुरै काँधको माथिबाट हेर्ने, सास लिने, सास छोड्दै काँधको माथिबाट हेर्ने, सास लिने, सास छोड्दै पुरै खिच्ने, मजासँग खिच्दिने यसलाई, यसरी पुरै पुरै खिच्ने। उपविष्ट मर्कट आसना, पुरै खुलाउनुहोस् कम्मरलाई, उपविष्ट मर्कट आसना, उपविष्ट मर्कट आसना, पुरै हिपको भागलाई खुलाउने। यसरी खुलाइसकेपछि अब हामी अर्ध तितली आसना, अर्ध भनेको आधा, हाफ, तितली भनेको बटरफ्लाई, हाफ बटरफ्लाई पोज, अर्ध तितली आसना। कसरी गर्ने? बायाँ खुट्टालाई खुम्च्याउने, बिस्तारै खुम्च्याएर दाहिने हातले दाहिने घुँडामा राख्ने। मैले दायाँ खुट्टालाई खुम्च्याएँ, दाहिने हातलाई घुँडामा र बायाँ हातले एङ्कलमा समाएँ। यसरी पुरै तलतिर पुरै खिच्ने, अझै खिच्ने, अझै खिच्ने, अझै खिच्ने। सास लिँदै बिस्तारै छातीतिर खिच्ने, कम्मरलाई सिधा गर्ने, सास छोड्दै पुरै तलतिर खिच्ने। एउटा हातले यहाँ समातिरहनुपर्छ, यसरी पुरै जमिनसम्मै छुवाउने प्रयत्न गर्छौँ। जसलाई घुँडाको समस्या छ उहाँले धेरै प्रेसर नगर्नुहोला। लामो सास नै पुरै छातीमा खिच्ने, सास छोड्दै पुरै जमिनमा यसरी मजासँग खिच्ने, सास नै पुरै छातीमा खिच्ने, सास छोड्दै जमिनमा यसरी पुरै खिच्ने। अब बिस्तारै खुट्टालाई सिधा गर्ने। अब हामी अर्को तर्फबाट पनि गर्छौँ। यसरी हातलाई टक्क घुँडामा राख्छौँ, सिधा खुट्टालाई सिधा पार्ने। दायाँ खुट्टा सिधा छ, बायाँ खुट्टा खुम्चिएको छ, बायाँ हातलाई मैले घुँडामाथि राखेको छु, पुरै तलतिर खिच्ने, पुरै खिच्ने, सास लिँदै पुरै छातीमा खिच्ने, सास छोड्दै तल, सास नै माथि पुरै छातीमा, कम्मरलाई सिधा गर्ने, सास छोड्दै तल, सास लिँदै पुरै छातीमा, सास छोड्दै तल, सास लिँदै पुरै छातीमा, बिस्तारै बिसाउने। यो हो अर्ध तितली आसना। यसले के गर्छ त भन्दा पुरै हिपको भागहरूलाई खुलाउँछ, कम्मरको समस्या आउन दिँदैन, हाम्रो खुट्टालाई मजबुत बनाउँछ। अब बिस्तारै हामी पूर्ण तितली आसना। यो महिलाहरूको समस्याको लागि पनि एकदमै राम्रो छ, पुरुषहरूको प्रोस्टेट समस्यालाई पनि एकदमै राम्रो छ। हाम्रो हिप जोइन्टलाई खुलाउँछ, जसको लोअर ब्याक पेन छ उहाँलाई एकदमै राम्रो काम गर्छ यसले, किनकि पुरै लोअर ब्याकबाट खुट्टामा नसाहरू जोडिएको हुन्छ, त्यसलाई के गरिन्छ मजासँग खिचिदिन्छ, जसले गर्दाखेरि कम्मरको समस्याहरू आउन दिँदैन। यसरी कुर्कुच्चालाई आफ्नो नजिक राखेर, हिपको नजिक राखेर यसरी। अब के गर्छौँ हामी, जो धेरै लचकदार छ उसले हातलाई यसरी घुँडामा राखेर पुरै तलतिर खिच्ने, जो कम लचिलो हुनुहुन्छ उहाँहरूले एल्बोलाई राख्ने र यसरी खिच्ने, यसरी पुरै खिच्ने। म थोरै लचकदार छु, त्यसैले मैले दुवै हातलाई घुँडामा राखेँ, यसरी पुरै घुँडालाई छोड्ने प्रयत्न गर्छु। सास छोड्दै पुरै दुवै घुँडालाई जोड्ने, सास लिँदै पुरै तलतिर खिच्ने, जमिनमा छुवाउने प्रयत्न गर्ने। यसरी यसरी स्पाइनलाई खिच्ने, माथितिर खिच्ने, यसरी कर्भ नगर्ने, पुरै खिच्ने है। दुवै हातले घुँडालाई जमिनमा हामी प्रेस गर्छौँ, पुरै हिप जोइन्टलाई खुलाउने प्रयत्न गर्छौँ। सास छोड्दै, सास लिँदै पुरै, सास छोड्दै घुँडालाई छुवाउने, सास लिँदै पुरै। अब हामी के गर्छौँ, दुवै हातले यसरी खुट्टाको औँलालाई समाएर कम्मर गर्दन सिधा गरेर पुरै घुँडाको भागलाई तलमाथि होसपूर्वक एकदमै आनन्दसँग कसरी खुट्टाको भाग हल्लिएको छ, चलेको छ, पुरै ख्याल गर्दै त्यहाँ कस्तो किसिमको सेन्सेसन, संवेदना उत्पन्न भएको छ, कस्तो पेन भएको छ, त्यसलाई बोध गर्दै घुँडालाई
तलमाथि तलमाथि। यो हो डाइनामिक बटरफ्लाई। यसले तपाईको पुरै हिपको भागलाई खुलाउँछ। जसले सुखासनमा पनि बस्न सक्नुहुन्न, पद्मासनमा बस्न सक्नुहुन्न, उहाँहरूको लागि यो एकदमै रामबाण छ। डाइनामिक बटरफ्लाई पोज। अब हामी अर्को अभ्यास गर्छौं। श्रोणी चक्रासन, यानी कि हिपको भागलाई पुरै 365 डिग्रीमा हामी खुलाइदिन्छौं। श्रोणी भनेको हिप, चक्र भनेको रोटेसन। हिपलाई कसरी रोटेट गर्ने त? यसरी दाहिने खुट्टालाई खुम्च्याउने र बायाँ हातले यसरी खुट्टाको पैतालामा र दायाँ हातले यसरी खुट्टाको घुँडामा पुरै चारैतिर ठुलो रोटेसन गराउने। पुरै चारैतिर रोटेसन गराउने। हेर्नुस् त, मजासँग हिपको भागलाई खुलाइदिने। अब एन्टी क्लकवाइज पनि, क्लकवाइज एन्टी क्लकवाइज दुवैतर्फबाट यसरी यसरी पनि गर्न सक्नुहुन्छ, यसरी उल्टो पनि गर्न सक्नुहुन्छ। पुरै 5 पटकसम्म, 5 पटक क्लकवाइज, 5 पटक एन्टी क्लकवाइज। यसै तपाईको हिपको भाग पुरै खुल्छ। थोरै हामी यसरी पछाडि पनि थोरै खुलाउन सक्छौं। त्यस्तै गरी अर्को तर्फबाट पनि गर्छौं। हामी पुरै हिपको भागलाई 360 डिग्रीमा रोटेट गरिदिन्छौं। यसरी हाम्रो पुरै शरीर एकदमै फ्लेक्सिबल हुन्छ। जब हाम्रो हिप खुल्छ, हिप सबैभन्दा ठुलो जोइन्ट हो। यो जोइन्ट खुल्न साथ हाम्रो शरीरमा एउटा यस्तो ताजगी आउँछ, यस्तो ऊर्जा आउँछ। धेरै ऊर्जाहरू हाम्रो स्पाइनको तल्लो हिस्सामा स्टक भएर बसेका छन्। ती ऊर्जाहरू खुल्छन्, शरीरमा रेगुलेट हुन थाल्छ। एन्टी क्लकवाइज पनि पुरै घुमाइदिउँ, पुरै घुमाइदिउँ। थोरै हिपलाई थोरै खुलाउने प्रयत्न गर्छौं। यसरी मजासँग खुलाउनुस्। जति शरीर खुल्छ, मन पनि खुल्छ, मन पनि हल्का हुन्छ। शरीरमा जति जकडन आउँछ, स्ट्रेस हुन्छ, मन पनि स्ट्रेसफुल हुन्छ। हेर्नुस् है, मनको स्ट्रेस हटाउनु छ भने शरीरको स्ट्रेस हटाउन एकदमै जरुरी छ। अब हामी श्रोणी चक्रासनपछि हामी वात्सल्य आसन गर्न जानेछौं। यसरी दाहिने खुट्टालाई खुम्च्याउने र बायाँ हातको जुन कुइनो छ, कुइनोको भित्री भागमा टक्क मिलाएर वात्सल्य आसन। एउटा आमाले आफ्नो बच्चालाई जसरी माया गर्नुहुन्छ त्यस्तै किसिमको पुरै हिपलाई खुलाउँदै यसरी काखमा लिएर हल्लाए जस्तो गरी आनन्दसँग वात्सल्य आसन। वाओ, कति आनन्द आउँछ। मानौ कि तपाईले एउटा सानो बालकलाई आफ्नो काखमा लिनु भएको छ। हेर्नुस् त, यसरी वात्सल्य आसन। बिस्तारै अर्को तर्फबाट पनि टक्क एल्बोको भित्री भागमा यसरी राख्दै बिस्तारै यसरी पुरै हिपको भागलाई खुलाउनुहोस्। वात्सल्य आसन। बिस्तारै बिस्तारै खुट्टालाई सिधा गर्छौं। अब हामी श्रोणी सञ्चालन आसन गर्न जानेछौं। पहिला हामी श्रोणी चालन आसन गर्यौं, अब सञ्चालन। श्रोणी सञ्चालन आसन कसरी गर्ने त? यसरी दायाँ खुट्टालाई खुम्च्याउने, दायाँ हातले टक्क भित्रबाट समाउने, बाहिरबाट होइन है। यसरी भित्रबाट समाउने, बायाँ हातलाई पछाडि एडजस्ट गर्ने, फिङ्गर्सलाई आफूतिर फर्काउने। यसरी पुरै खुट्टालाई सिधा पार्ने र आफूलाई पनि थोरै एडजस्ट गर्नुस्। खुट्टालाई सिधा गर्नुस्, घुँडालाई सिधा गर्नुस्, पुरै काखको भागलाई खिच्नुस्, कम्मरको भागलाई पनि खिच्नुस्। बिस्तारै सास छोड्दै घुँडा तथा एल्बोको भागलाई जमिनमा पुरै खिच्छौं। यसरी मजासँग खिचिदिन्छौं। अझै खिचौं, पुरै खिचौं। सास लिँदै बिस्तारै सिधा, पुरै सिधा खिच्छौं। सास छोड्दै पुरै यसरी घुँडा तथा एल्बोलाई जमिनतिर खिच्छौं। खुट्टाको पैतालालाई आकाशतिर खिच्छौं। यसरी मजासँग हिपको भागलाई जमिन राख्ने प्रयत्न गर्छौं। सास लिँदै पुरै खुट्टालाई खिच्ने, सास छोड्दै पुरै जमिनमा यसरी खिच्ने। बिस्तारै रिलिज। अब हामी
अर्को तर्फबाट पनि अर्को खुट्टालाई पनि यसरी समात्छौँ भित्रबाट खुम्च्याएर। गरेर लामो सास लिँदै पुरै खुट्टालाई तनक्क खिच्छौँ। सास छोड्दै पुरै घुँडा तथा एल्बोको भागलाई जमिनमा खिच्छौँ। गरेर लामो सास लिँदै तनक्क सिधा पार्छौँ। सास छोड्दै पुरै जमिनमा खिच्छौँ। यसरी सास लिँदै तनक्क सिधा श्रोणी सञ्चालन आसना। बिस्तारै सास छोड्दै पुरै खिच्छौँ। बिस्तारै बिसाउँछौँ। अब बिस्तारै सुखासनमा बसौँ। अब हामी सुखासनमा बसेर पुरै कम्मरको भागलाई खुलाउँछौँ। 5 पटक क्लकवाइज, 5 पटक एन्टी क्लकवाइज। पुरै कम्मरको हिस्साहरूलाई खिच्ने, दायाँ बायाँ अगाडि पछाडि पुरै खिचेर खुलाउने। यस्तो आनन्द आउँछ। अब अर्को तर्फबाट पनि पुरै शरीरलाई खुलाउँ। खुलाइसकेपछि हामी तिर्यक सुखासन यानि कि हाम्रो साइडको हिस्सालाई पनि खिच्छौँ। दुवै हातलाई दायाँ बायाँ राखेर बिस्तारै दायाँ हातलाई जमिनमा राख्ने, हत्केला तथा एल्बोलाई जमिनमा राखेर बायाँ हातलाई ज्ञान मुद्रामा राख्दै तनक्क खिच्ने। यसरी मजासँग, यस्तो मजासँग खिचिन्छ। यसै तपाईँको कन्स्टिपेसनलाई भगाइदिन्छ। तपाईँको साइडको कम्मरको हिस्सालाई पुरै खिच्छ, मांसपेशीलाई मजबुत बनाउँछ। सोल्डरका समस्याहरू आउन दिँदैन। छातीलाई अझै खोल्नुहोस्। दृष्टि सिलिङतिर, आकाशतिर गर्नुहोस्। कुनै एक बिन्दुमा टिकाउनुहोस्। सासलाई लामो गहिरो पार्नुहोस्। बिस्तारै सास नै दुवै हातलाई दायाँ बायाँ, बिस्तारै बायाँ हातको हत्केला जमिनमा, दायाँ हातलाई ज्ञान मुद्रामा तलतिर फर्काएर हातलाई सिधा खिच्नुहोस्, नखुम्च्याउनुहोस्। यो कम्मरको साइडको हिस्सा र हातको हिस्सा एउटै लाइनमा पर्ने गरी। यो हाम्रो पाखुराको हिस्सा ठिक टाउको माथि पर्ने गरी छातीलाई बाहिरतिर फर्काएर यसरी मजासँग खिचिदिनुहोस्। गरेर लामो सास लिनुहोस्, छोड्नुहोस्। बिस्तारै वापस आउनुहोस्। तिर्यक सुखासनपछि हामी पार्श्व सुखासन गर्न जानेछौँ। पार्श्व सुखासनमा गरेर लामो सास लिने, पुरै हातलाई माथितिर खिच्ने, सास छोड्दै दायाँ हातले बायाँ घुँडामा यसरी टक्क समाएर बायाँ हातलाई पछाडि राखेर पुरै छाती तथा कम्मरको हिस्सालाई पुरै मोड्दै जानुहोस्। मोड्दै जानुहोस्, जति सक्यो मोड्नुहोस् र त्यही स्थानमा स्थिर हुनुहोस्। गरेर लामो सास लिँदै दुवै हातलाई माथि खिच्नुहोस्। सास छोड्दै बिस्तारै अर्कोतर्फ पुरै खिच्नुहोस्। पुरै खिच्नुहोस्, अझै खिच्नुहोस्। जति सक्यो स्पाइनलाई मोड्दै जानुहोस्, छातीलाई मोड्दै जानुहोस्। दृष्टि सोल्डरको माथिल्लो भागबाट पछाडि एउटा कुनै बिन्दुमा स्थिर गर्नुहोस्। पुरै काँध, गर्दन, छाती, स्पाइन पुरै मोडिएको हुनुपर्छ। पुरै गएर लामो सास लिँदै यसलाई 8-10 पटक रिपिट गर्न सक्नुहुन्छ डाइनामिक रूपबाट। यसरी 1, गरेर लामो सास लिँदै माथि, सास छोड्दै 2, गरेर लामो सास लिँदै माथि, सास छोड्दै 3, गरेर लामो सास लिँदै माथि, सास छोड्दै 4, गरेर लामो सास लिँदै माथि, सास छोड्दै 5, गरेर लामो सास लिँदै माथि, सास छोड्दै 6, गरेर लामो सास लिँदै माथि, सास छोड्दै 7, गरेर लामो सास लिँदै माथि, सास छोड्दै 8, गरेर लामो सास लिँदै माथि, सास छोड्दै 9, गरेर लामो सास लिँदै माथि, सास छोड्दै 10। बिस्तारै बिस्तारै गरेर लामो सास लिँदै बिसाउनुहोस्। अब हाम्रो साइडको हिस्साहरू खुलिसकेको छ। अब हामी हातका जोइन्टहरूलाई खुलाउँछौँ। मुष्टिका बन्धन आसना। यसरी हातलाई सिधा गर्ने, गरेर लामो सास लिने, सास छोड्दै रिलिज। सास लिँदै पुरै एकदमै कसिलो मुठी पार्ने, हातलाई यो सोल्डरको लाइनमा प्यारलल पार्ने, दुवै हातलाई एक आपसमा समानान्तर राख्ने। सास लिँदै पुरै मुठीलाई कसिलो पार्ने,
सास छोड्दै रिलिज। सास नै पुरै कसिलो पार्ने, सास छोड्दै रिलिज। अब यसपछि हामी मणिबन्ध नमन आसना। मणि भनेको यो भाग जुन ठिक हत्केलाको तलपट्टि रहेको हुन्छ, यसलाई मणिबन्ध भनिन्छ। के गर्ने? पुरै सासले औँलालाई आफूतिर खिच्ने, दुवै हत्केलाहरूलाई पुरा आफूतिर खिच्ने, दुवै हातलाई समानान्तर राख्ने, काँधको लेभलमा राख्ने र पुरै आफूतिर खिच्ने सास लिँदै, सास छोड्दै तलतिर, सास लिँदै आफूतिर। यसो गरेर के हुन्छ भन्नु होला, हाम्रो हातमा यति धेरै नसाहरू जोडिएका छन्, यो पछाडिको हिस्साहरू सबै स्पाइनसँग जोडिएका छन्। यसले प्रत्यक्ष रूपमा हाम्रो स्पाइनलाई असर पार्छ, हाम्रो काँधको भागहरूलाई असर पार्छ। पुरा काँधका समस्याहरू आउन दिँदैन। काँधको समस्या भयो भने धेरैलाई के हुन्छ, हात चलाउनै मिल्दैन। हेर्नुहोस् त, काँधका नसाहरू त्यहाँ जोडिएका हुन्छन्। त्यसैले यो काँधका रोगीहरूको लागि एकदमै राम्रो छ। आफूतिर खिचौँ तलतिर, आफूतिर खिचौँ तलतिर, आफूतिर खिचौँ पुरै औँलालाई, फेरि तलतिर बिस्तारै बिसाउँ। अब यसपछि केहुनी नमन आसना। केहुनी भनेको हाम्रो कुइनो। दुवै हातलाई यसरी सिधा राख्ने, सास लिने, सास छोड्ने, 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 बिस्तारै बिसाउने। अब दुवै हातलाई दायाँ बायाँ फैलाउने। अब हातलाई पुरै यसरी पुरै 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 रोल गरिदिने, यसरी पुरै रोल गरिदिने। अब बिस्तारै अर्को तर्फबाट पुरै रोल गरिदिने। हेर्दा एकदमै सरल देखिन्छ, गरेर हेर्नुहोस् त। पुरै हातका नसनाडीहरू सक्रिय हुन्छन्, काँधका हिस्साहरू मजबुत हुन्छन्। परिगएर लामो सास लिँदै पुरै मोड्ने, सास छोड्दै फेरि अर्को तर्फबाट मोड्ने, र लामो सास लिँदै पुरै मोड्ने, सास छोड्दै पुरै मोड्दै जाने, सास लिँदै पुरै हातलाई पुरै घुमाउने, जति सक्यो मोड्ने, बिस्तारै सास छोड्दै। यसले तपाईँको हात तथा काँधका समस्याहरूलाई निर्मूल गर्छ। धेरैलाई हात झमझमाउने समस्या हुन्छ, हैन? हात काम्ने समस्या हुन्छ, प्यारालाइसिस हुन्छ, त्यस्तो समस्याहरूको लागि पनि एकदमै राम्रो छ। अब हामी स्कन्द चक्र आसन। स्कन्द भनेको के हो? स्कन्द भनेको काँध, यसलाई घुमाउने अभ्यास। स्कन्द भनेको काँध, चक्र भनेको रोटेसन, काँधलाई रोटेसन गराउने। दुवै हात दायाँ बायाँ गरेर यसरी टक्क काँधमा राख्ने र बिस्तारै यसरी पुरै एल्बोलाई माथि लगेर यसरी पुरै ठुलो राउन्ड गराउने। गरेर लामो सास लिने, छोड्ने, पुरै गरेर लामो सास लिँदै छोड्दै, गरेर लामो सास लिँदै छोड्दै। अब अर्को तर्फबाट पनि पुरै गरेर लामो सास लिने, सास छोड्ने, गरेर लामो सास लिने, गरेर लामो सास छोड्ने। जति सक्यो ठुलो सर्कल बनाइनुहोस् काँधबाट। यसले तपाईँको फ्रोजन सोल्डरदेखि लिएर काँध तथा गर्दनका समस्याहरूमा एकदमै लाभ दिन्छ। यस पछाडि हामी के गर्छौँ? गिर्वा सञ्चालन आसन। कसरी गर्ने त गिर्वा? गिर्वा भनेको के हो? नेक। नेकलाई कसरी सञ्चालन गर्ने त? धेरै अभ्यासहरू छन्, त्यो मध्ये केही अभ्यासहरू हामी गर्छौँ। पुरै सास छोड्दै अगाडि, सास लिँदै पछाडि, सास छोड्दै अगाडि, सास लिँदै पछाडि। जसलाई गर्दनको समस्या छ उहाँले यो अभ्यास नगर्नुहोस्, उहाँले यो अभ्यास गर्नुहोस्। पुरै दायाँ बायाँ, सास छोड्दै, सास लिँदै माथि, सास छोड्दै। यसरी सोल्डरलाई थोरै खिच्न सक्नुहुन्छ। पुरै सास लिँदै माथि, सास छोड्दै। तपाईँले यहाँ तकिया अथवा कुनै सफ्ट चिज राखेर एक आपसमा थिच्नुभयो भने यो काँधको समस्याको लागि रामबाण काम गर्छ, एकदमै राम्रो लाभकारी छ। अब हामी गिर्वा चक्र आसन, जसलाई रिङ्गटा लाग्ने समस्या छ उहाँले अभ्यास नगर्नु होला। चक्कर आउने समस्या, जसलाई डिजिनेस भनिन्छ, यसरी चारैतिर यति हल्का हुन्छ, यति आनन्द आउँछ, पुरै चारैतिर खुलाइदिनुहोस् कानलाई। अर्को तर्फबाट पनि पुरै खुलाउनुहोस्, पुरै खुलाइदिनुहोस् बिस्तारै, तर चारैतिर। यसलाई भनिन्छ गिर्वा
चक्रासन। अब हामी गिर्वालाई चाहिँ तन्दुरुस्तीको लागि, गिर्वालाई चाहिँ बलवान बनाउनुको लागि गिर्वा बलिष्ठ आसन गर्दैछौँ। कसरी गर्ने? यसरी दुवै हातलाई यसरी इन्टरलक गर्ने, टक्क राख्ने यहाँ र टाउकोले अगाडितिर खिच्ने, हातले आफूतिर खिच्ने, सासलाई भित्र रोक्ने, यसरी पुरै सासलाई भित्र रोक्ने, तर के गर्ने? गर्दनको भाग सिधा राख्ने, सासलाई भित्र रोक्ने, सास छोड्दै रिलिज। यस्तै गरी पछाडिबाट पनि गएर लामो सास लिने, टाउकोले पछाडितिर, हातले अगाडितिर, सासलाई भित्र रोक्ने, रिलिज। त्यस्तै गरी दायाँबाट पनि दायाँ हातले बायाँतर्फ धकल्ने, टाउकोले दायाँतर्फ धकल्ने, गएर लामो सास लिने, रिलिज। त्यस्तै गरी बायाँतर्फबाट पनि गएर लामो सास लिने, रिलिज। हरेक तर्फबाट 5-5 पटक अभ्यास गर्ने। यसै तपाईँको जसलाई गर्दनको समस्या छ, यो रामबाणको काम गर्छ, एकदमै लाभदायक छ। यसरी यहाँहरूले आफ्नो पुरा शरीरलाई खुट्टादेखि गर्दनसम्म पुरै खुलाउन सक्नुहुन्छ। यो एकदमै बेसिक लेभलको बिगिनर्सहरूको लागि डिजाइन गरिएको पहिलो भाग हो। यस्तै हामी दोस्रो, तेस्रो, चौथो भाग लिएर आउँदैछौँ। यहाँहरूले नियमित रूपमा यो सिरिजहरूलाई नछुटाउनु होला। यहाँलाई धेरै धन्यवाद। हाम्रो युट्युब च्यानल नेपाल योगा होमलाई सब्सक्राइब गरिदिनु होला।